सरी तपाईलाई बिचमै रोक्नु पर्यो हजुर नमस्कार बस्नु नमस्ते सबैलाई फेरि पनि बसन्त आफ्नो समय छुट्याएर बसन्त हेर्न आइदिनु भयो तपाईलाई धेरै धेरै धन्यवाद छ चलचित्र हेरिसकेपछि कस्तो लाग्छ आफ्नो सल्लाह सुझाव दिनु होला र आफ्नो सोसियल मिडियामा पनि चलचित्र लाग्यो भनेर भनिदिनु होला सबैजनालाई समय छुट्याएर चलचित्र हेर्न आइदिनु भएकोमा धन्यवाद दिन चाहन्छु र बिचमै रोक्नु परेकोमा म माफी पनि माग्न चाहन्छु म यहाँ मिलाउँदैछु सकेसम्म तपाईँहरू निस्किने बेलामा तपाईँहरूसँग भेटेर गफगाफ गर्ने फोटो खिच्ने माहौल हामी बनाउनेछौँ भएन भने पनि हाम्रो भेट फेरि अर्को कुनै कार्यक्रम हुनेछ फेरि पनि तपाईँहरूलाई धन्यवाद इन्जोय द मुभी थ्याङ्क यू सो मच थ्याङ्क यू धेरै धेरै धन्यवाद छ चलचित्र हेर्न आइदिनु भएकोमा आफ्नो समय छुट्याएर म खासमा हिजो यो खानेपानी अभियानको लागि यहाँ आएको थिएँ र तपाईँहरूसँग भेटघाट हुने मौका पनि मिल्यो धेरै धेरै धन्यवाद दिन चाहन्छु सम्पूर्ण आयोजक टिमलाई पत्रकार साथीहरूलाई र चलचित्र एकदमै सामाजिक कथा विषयवस्तु छ एउटा पश्चिम गाउँको कल्चरहरू छ तपाईँहरू पूर्वमा हुनुहुन्छ कस्तो लाग्छ हेरेर त्यो गाउँ ठाउँको स्टोरी दुःख सुखका कथाहरू छ त्यस्तो एकदमै तपाईँले आफूले हेरिसकेपछि सामाजिक सञ्जालहरूमा लेखिदिनु होला चलिरहेको छ भनेर र नयाँ वर्षसम्ममा फेरि अझै धेरै दर्शकहरू थपिनुहुनेछ हुनुहुन्छ हामी ताली बजाएर स्वागत गर्नेछौँ र केही बेर मात्रै म आदरणीय यस फ्रेन्च सिनेमाजका हाम्रो कोअर्डिनेटर सुमित भाइलाई म यो समय दिन्छु उहाँले स्वागत सम्मान गर्नुहुनेछ हलको तर्फबाट खाली उनीले चाहिँ ताली बजाइदिनुहोस् प्रकाश सरको निम्ति र किताब पनि प्रदान गरिएको छ उहाँलाई महावीर फिल्मको र उमेश जिल्लालाई पनि म अगाडि अगाडि हुनुहुन्छ यता यहाँ हुनुहुन्छ उमेश यसै गरी र तुला गुरुङ सिंहलाई पनि म यहाँ तपाईँको समयमा छोटो मात्रै दिन्छु र मिना दिदीले सिलाम साथमा लगाइदिँदै हुनुहुन्छ म उहाँलाई सम्मान र हाम्रो गीतकार तथा हाम्रो युवा नेता रिकेश विश्वकर्माज्यूलाई म अगाडि बोलाउँछु उहाँले पनि एउटा सम्मान गर्ने कार्यक्रम छ एकै समय सकेर हामी जानेछौँ केही बेरसम्म त्यसपछि कार्यक्रम फिल्म बाँकी फिल्म हेर्नुहुनेछ यहाँले हुन्छ रिकेशजी आउँदै हुनुहुन्छ 2 मिनट एकचोटि चाहिँ जोरदार ताली हामी स्वागत धन्यवाद चढाउनेछौँ र रिकेशजी हुनुहुन्छ हस् धेरै धन्यवाद यहाँलाई ओके अब यहाँहरू फिल्म हेर्नु होला र बाँकी समय फेरि पनि यसपालि चाहिँ धरान आउनुको मुख्य उद्देश्य चाहिँ यो कुखुवामा खानेपानी जुन अभियान सञ्चालन भएको छ नगरपालिका मार्फत मेयरज्यू मार्फत त्यसलाई चाहिँ त्यसको एउटा सानो अंश बन्न पाउँदा म एकदमै भाग्यमानी महसुस गरेको छु र वर्षको अन्तमा एउटा पुण्यको काममा सहभागी हुने मौका मिलेकोमा म धन्यवाद दिन चाहन्छु र आशा छ छिट्टै नै आजै मात्र खानेपानीको अन्तिम सेलिब्रेसन पनि कार्यक्रम राखिएको छ म बधाई पनि दिन चाहन्छु र धन्यवाद पनि दिन चाहन्छु मेयरज्यू लगायत सम्पूर्ण टिमलाई जहिले पनि म चाहिँ खासमा हलभित्र छिर्न एकदमै अप्ठ्यारो लाग्ने मान्छे हो किनकि चलचित्रलाई नै मानिसहरूले इन्जोय गरोस् त्यहीको कथासँगै बग्दै जाओस् किनभने एकैछिन भए पनि ब्रेक हुनु अथवा कलाकारलाई अगाडि देख्दाखेरि त्यो पात्रको ह्याङओभर एकछिन रहिराखोस् भन्ने लाग्छ मलाई किनभने हामीले रियल जीवन र रिलको जीवनमा फरक फरक पात्रहरू निभाएका हुन्छौँ त्यो म प्रकाश सपुत हो भने ऊ बसन्त विज्ञ हो र मान्छेहरूले हलबाट निस्किँदाखेरिसम्म पनि केही समय चाहिँ ती पात्रहरूलाई नै दिमागमा राखोस् भन्ने लाग्छ तर हामी ठ्याक्क अगाडि भेट हुँदाखेरि चाहिँ मान्छेहरू त्यो पात्रलाई बिर्सेर फेरि हामी कलाकारतिर डाइभर्ट हुने भएको भएर मलाई एकदमै अप्ठ्यारो लाग्छ तैपनि यो एउटा अहिलेको समयमा एउटा चाहिँ प्रचारको अथवा धेरै दर्शकसम्म पुगोस् हेरेका दर्शकहरूको फिडब्याक लियोस् आशीर्वाद लिउँ भनेर नै हामी हलसम्म जाने हो त्यसैले म उत्साहित पनि हुन्छु र अलिकति नर्भस पनि हुन्छु जस्तै यो कथा बसन्त विकको एउटा दलित समुदायको कथा पनि हो होइन हामीले म पनि एउटा दलित समुदायकै भएको हिसाबले हामीले धेरै ठाउँहरूमा छुवाछुतहरूको भेदभावहरू हामीले खेपिरहनु पर्ने अवस्था छ अझै पनि हामीले यसलाई निर्मूल पार्न सकेका छैनौँ कानुनले बाँधे तापनि अझै पनि समाजमा यस्ता घटनाहरू चाहिँ घटि नै रहेछन् अब बसन्त चलचित्र बनाइसक्नु भएको छ एउटा यो चलचित्र हेरिसकेपछि मान्छेको त्यस्ता प्रविधिका मान्छेहरूमा कस्तो छाप पर्न सक्ला के आकलन गर्नु भएको छ यस्तो छ अब बसन्त हाम्रो सिर्जनाहरू समाजको प्रतिबिम्ब हो होइन बसन्त चाहिँ त्यही एउटा समाजको प्रतिबिम्ब हो होइन बसन्त एकदमै भयङ्कर परिवर्तनकारी क्रान्तिकारी अथवा परिवर्तनशील यो हुनु हुँदैन त्यो हुनुपर्छ भन्ने भन्दा पनि समाज चाहिँ यस्तो छ है यस्तो यसरी चलिरहेको छ भन्ने तरिकाले देखाउने हो होइन
अनि कथाहरू त्यति कतिजनाले चाहिँ अहिले त ठ्याक्कै त्यो बसन्तमा जे दृश्यहरू छ जे समय छ त्यो अहिले छैन भनेर कतिजनाले भन्नुहुन्छ त्यो 62-63 को कथा हो होइन कथा त तपाईँको अहिले जे भइरहेको छ त्यसलाई नभएर तपाईँले धेरै वर्ष अगाडिको कथाहरू पनि भन्न सक्नुहुन्छ कथा सिर्जना भनेको चलचित्र भनेको कस्तो हो भने लो मानौँ अहिले तपाईँले बसन्तमा देखेको जस्तो घटनाक्रम नभए पनि त्यो कुनै समयमा रहेछ भने पनि हामीले ती कथाहरू भन्न सक्नुपर्छ भन्न पाउनुपर्छ भन्ने हो र त्यसले दर्शकहरूलाई कतिको कनेक्ट गर्छ कतिको सोच्न बाध्य बनाउँछ भन्ने हो मलाई लाग्छ बसन्त चलचित्र हेरिसकेपछि धेरैजनालाई यस्तो घटनाले त अथवा यस्तो व्यवहारले त यस्तो चलनले त यो जातीय भेदभावले त मान्छेहरूलाई असर गरिरहेको हुँदो रहेछ यसले अरूलाई मात्र होइन मलाई पनि असर गरिरहेको छ भनेर हरेक समुदायले सोच्नुहुन्छ जस्तो लाग्छ मेरो बसन्तको अहिले त धेरैजनाले हेरिसक्नुभयो होला त्यसको क्लाइमेक्स हेर्नुभयो अन्तिमसम्म हेर्नुभयो भने हामी सबैजना एकअर्काको लागि जसरी यहाँ हामी बिचमा बस्दाखेरि यहाँ विभिन्न जात जातिका मान्छेहरू बसिरहेका छौँ एक आपसमा तपाईँहरू पत्रकारहरू हुनुहुन्छ विभिन्न समुदायबाट हुनुहुन्छ हामी सबैजना एकअर्का बिना अपुरो छौँ र यदि यस्तो विभेदको समस्या चाहिँ एउटा समुदायको मात्र होइन त्यो सबैले त्यसले अप्ठ्यारो पारिरहेको छ भन्ने सन्देश चाहिँ बसन्तले दिन खोजेको छ बसन्तको एनाउन्समेन्ट हुँदाखेरि जुन हाइब्रिड भएको थियो नि त्यो ट्रेलरले खासै देखाएन गीत एउटा के भने भाइरल भयो कि विवादमा तानिए बिचमा चाहिँ फिल्म रिलिज भइसकेपछि अब सेकेन्ड विकमा छिरेको छ फिल्म तर पछिल्लो समय हेर्दाखेरि चाहिँ सो टाइमहरू हट्दै गइरहेको छ कि नेपालको धेरै हलबाट सो टाइम हट्दै गइरहेको छ यसमा तपाईँले कसरी ट्याकल गरिदिनु भएको छ कुरा अब यस्तो छ ट्याकल त के गर्ने दर्शकहरूको हातको कुरा हो होइन दर्शकहरूलाई अब कनेक्ट भयो दर्शकहरूलाई मन छुँदै गयो त्यसले चाहिँ एक खालको माहौल बनाउँदै गयो भने दर्शक आफै आफ आउने कुरा हो मलाई चाहिँ म जहिले सुरुबाट नै गर्थेँ अब यो प्रक्रिया प्रचार गर्नु मान्छेहरूलाई आह्वान गर्नु ल चाहिँ फिल्म आउँदैछ है भनेर एउटा प्रोडक्ट बनाइसकेपछि त्यसको बारेमा हल्लाखल्ला गर्नु चाहिँ एउटा भनौँ न उत्पादकको धर्म पनि हो त्यो प्रक्रिया प्रचारको प्रक्रियामा जानु तर म पहिलेबाट के कुरामा विश्वास गर्थेँ भने चाहे गीत गर्दा होस् चाहे कुनै पनि सिर्जना गर्दा होस् दर्शकहरूको हातको कुरा हो उहाँहरूलाई छोयो त्यो कुराले चाहिँ फिल्म हेर्नुपर्छ भन्ने लाग्यो कनेक्ट गर्यो हल्लाखल्ला भयो भने स्वतः स्फूर्त हामी जति पनि अहिले पछिल्लो समयमा चलेका चलचित्रहरूको हेर्ने हो भने चाहिँ बिस्तारैमा अहिले माउथ पब्लिसिटीबाट चल्दै आइरहेको अवस्था छ त्यसले गर्दा सायद बसन्त ती सबैसम्म पुगेन होला अथवा सबैजनालाई कनेक्ट गर्न सकेन होला जसरी तपाईँले केही हलहरूमा हुँदै गयो भन्नुभयो तर बिस्तारै केही हलहरूमा बढी सङ्ख्या बढिरहेको आज पनि मैले सुनेको छु नेपालगञ्ज लगायतका सहरहरूमा सो सङ्ख्या बढेको पनि मैले खबर पाएको छु सो यसले कसैलाई कनेक्ट गरेको छ कसैलाई गरेको छैन व्यावसायिक हिसाबले मैले सोचेको छैन तर जतिले हेर्नुभएको छ उहाँहरूको फिडब्याक राम्रो छ